सुदन गुरुङतिर क्यामेरा तेर्साएर प्रधानमन्त्री बालेनको मन्त्रीमण्डल कानुन कानुन परिमार्जनतर्फ लागेको जस्तो देखिन्छ कि देखिँदैन? केही हदसम्म देखिन्छ। केही हदसम्म यो सुदन गुरुङ अहिलेको गृहमन्त्रीजीको स्पिड र यो कुरालाई हेर्ने हो भने उहाँतिर क्यामेरा तेर्सिएको देखिन्छ। पक्कै पनि अहिले बालेन शाहभन्दा चर्चा सुदन गुरुङजीको छ र पक्कै पनि त्यो कुरा मिडियाले जे सनसनी देख्छ त्यो चिजलाई नै कभर गर्न खोज्छ र त्यो गर्दा अब यता मन्त्रीमण्डललाई चाहिँ के सहजता छ भने अरू परिमार्जनका कुराहरू, कानुन बनाउने कुराहरूमा उहाँहरूले सहजतासँग आरामले काम गर्न मिल्ने वातावरण चाहिँ छ। तर यो भन्दैमा सुदन गुरुङजीको कामले इम्प्याक्ट नपर्ने चाहिँ होइन, प्रधानमन्त्रीजीलाई चाहिँ पर्छ पक्कै पनि। किनभने देशको सर्वोच्च स्थान भनेको प्रधानमन्त्रीको हो। उहाँको आदेश अथवा उहाँको निर्णय बिना कुनै पनि चिजहरू हुन असम्भव छ भनौँ न, असम्भव नै छ। त्यो कारणले क्यामेरा तेर्सिएको चाहिँ जस्तो देखिन्छ। तर केही हदसम्म उहाँले पनि त्यो कुरा बुझ्नुहुन्छ, प्रधानमन्त्रीले नि। कानुन परिमार्जनमा, शिक्षामा, स्वास्थ्यमा, त्यस्तै तपाईँको आइटी सेक्टरको लागि होस् अथवा खेलकुदको लागि होस् अथवा अरू सेक्टरहरूको लागि चाहिँ आफ्नो आफ्नो विभागका मन्त्रीहरूले काम गरिराख्नु भएको छ। उहाँहरूको पनि फाटोफुटो न्युजमा देखि नै राखेको छ। यो राम्रो कुरा पनि हो, तर त्यसमा द्वन्द्व चाहिँ हुनु भएन। गृह मन्त्रालय भनेको एकदमै संयमित संस्था हो होइन, जुन संस्थाले चाहिँ अब कसैलाई पक्रिन चाह्यो भने पक्रिन पनि सक्छ, छोड्न पनि सक्छ। त्यसैले गृह मन्त्रालयले संयमित भएर काम गर्दाखेरि चाहिँ देशमा अरू कामहरू गर्न अरू मन्त्रालयलाई पनि सहज हुन्छ र गृह मन्त्रालयको परिपक्वता भयो भने देशमा सुशासन हुन्छ।